र साथीहरू हामी पनि हिँडेको नानीहरूको लागि सपिङ गर्नु। अनि हेर्नुहोस् न साइडमा चाहिँ भजन बोल्दै थियो र मेरो छोरीले जिउवा गर्दै थियो है। अनि यहाँ चाहिँ मेरो साथी थियो, नानीहरू थियो, उनीहरूसँग म चाहिँ जाँदै थिएँ। अनि हेर्नुहोस् न मेरो छोरी पनि पुरा खुसी भइरहेको थियो, गाडीमा उठ्नु पाउँदा धेरै खुसी हुन्छ। त्यसपछि यहाँ हेर्नुहोस् न पुरा यतिखेर घाम लागिरहेको थियो। अनि हामी चाहिँ मौसमहरू सही भइरहेको थियो, पानी आउनुभन्दा त घामै सही जस्तो लाग्छ है हिँड्दा चाहिँ है, यताउति जाँदाखेरि चाहिँ। त्यसपछि हामी चाहिँ जाँदा जाँदा यहाँ हामी चाहिँ माटीगाडा खप्रेल मोड पुग्यौँ है। अनि यो माटीगाडालाई पनि खप्रेल मोड भन्दो रहेछ, मलाई चाहिँ थाहै थिएन है। अनि यहाँबाट चाहिँ अलिकति आगे जानु बित्तिकै यहाँ एउटा मल छ नि त सम्पूर्ण भन्ने, हामी चाहिँ सम्पूर्णमा हिँडेको है। र तपाईँहरूलाई थाहै नै छ अब दसैँ लाग्नु आँट्यो भनेर, त्यही भएर चाहिँ नानीहरूको लुगा हेरिदिउँ भनेर चाहिँ यहाँको के कसो हुन्छ भित्र गएर तपाईँहरूलाई देखाउने गर्नेछु, हेर्दै गर्नु होला भिडियोलाई। त्यसपछि हेर्नुहोस् न हामी चाहिँ फाइनल्ली सम्पूर्ण आइसकेका थियौँ है। अनि यहाँ चाहिँ धेरै राम्रो राम्रो साडीको कलेक्सनहरू छ, कुर्ताहरूबाट लिएर बेडसिटहरू सबै घरको आइटमहरू सबै भेट्छ यहाँ चाहिँ है। त्यसपछि मेरो छोरी चाहिँ यहाँ अन्जान भइरहेको थियो है, कहाँ आयौँ भन्ने भएको होला नि त उसलाई पनि। अनि हामी चाहिँ यहाँ लिफ्टमा चढेको बादमा मेरो छोरी चाहिँ यस्तो डराएको नि त, मलाई च्याप्पै डर्दो रहेछ। त्यसपछि हामी यहाँ लिफ्ट अफ एन्ड हुनु बित्तिकै यहाँ हेर्नुहोस् न स्टार्टिङमै सम्पूर्ण भनेर यसरी ब्राइडल ड्रेसहरू थियो, हेर्नुहोस् न कस्तो सुन्दर लाग्यो। अनि हामी चाहिँ पस्नु बित्तिकै यहाँ हेर्नुहोस् न कस्तो सुन्दर सुन्दर ब्लाउज थियो है, ढाकाको प्रिन्टेडवाला थियो। प्राइस भनौँ भने 900 मात्रै हो, मलाई पनि धेरै मन परेको थियो। रेड जेमा पनि जान्छ नि त, पिङ्कमा रहेछ, ब्लूमा रहेछ, मिठो मिठो रङ के त्यो पर्पलमा पनि राम्रो लागेछ। त्यसपछि अर्को साइडमा थियो कुर्ताहरू, हेर्नुहोस् न कस्तो सुन्दर सुन्दर कुर्ताहरू थियो, सिम्पलमा पनि थियो, हेभीमा पनि थियो, फ्यान्सीमा पनि थियो। हेर्नुहोस् न हेर्नु कस्तो क्युट हो, माइ गॉड हेर्नु यसको प्रिन्टहरू, हेर्नु कस्तो क्युट क्युट कलर हो, माइ गॉड कलर हेर्नु यो कलर हेर्नु कस्तो राम्रो। यसको नीचे पनि राम्रो रहेछ नि त, नीचे पनि राम्रो रहेछ नि त प्लाजोहरू। र यतापट्टि चाहिँ थियो नानीहरूको लुगाहरू है। अनि हामीले चाहिँ खास गरी नानीहरूकै लुगा हेर्नु आएको थियौँ। अनि यहाँ चाहिँ हेरेँ तर यति खास लागेन मलाई चाहिँ हो। अनि मेरो छोरी यहाँ यसरी खेलिरहेको थियो। त्यसपछि चाहिँ मैले एउटा दुइटा कुर्ता ट्राई गरेँ। हेर्नुहोस् न यहाँ चाहिँ मैले एउटा दुइटा सिम्पलवाला कुर्ता अब फट्टै जाँदाखेरि लगाउनेवाला सिम्पल टाइपको कुर्ता चेक गरेँ, दुइटा जस्तो हेरेँ हो। यो दुइटामा चाहिँ मलाई कुन्ल्युङ कुन्ल्युङ भएको थियो। सो मैले चाहिँ लास्टमा यो लास्टको वालै पसन्द गरेँ। अनि सिम्पल थियो नि त, अनि यो कलरमा मेरो थिएन। त्यसपछि मैले चाहिँ यो हेरेँ, राम्ररी हेरेँ, यही डन लाग्यो। अनि मैले चाहिँ यो डन गरेँ। त्यसपछि हेर्नुहोस् न अनि अरू बाँकी सामानहरू अझै लिएँ। उसको चाहिँ यहाँ थियो, मेरो चाहिँ मेरै हातमा थियो। अनि लिएको बादमा हामी बाहिर निस्केर यहाँ चाहिँ अब सपिङ गरेको बादमा चाहिँ मान्छेहरूलाई भोक लाग्छ है। अनि हामीले पनि त्यस्तै भएको थियो है। अनि हामी चाहिँ यहाँ खानुको लागि बस्यौँ, यहाँ हामीले अर्डर गरिसकेका थियो। अनि हेर्नुहोस् न, अनि हुन्छ त हामी चाहिँ यहाँ इन्जोय गर्ने है साथीहरू। त्यसपछि यहाँ चाहिँ हाम्रो खाना डन भइसकेको छ, अब हामी फर्किने। अनि हुन्छ त साथीहरू, दोस्रो भिडियोमा भेट्नेछु।